हेलो गाइज गुड आफ्टरनुन वेलकम टु आवर न्यू ब्लग सो आज चाहिँ अब यहाँ अब हाम्रो ब्लगमा ड्याडी पनि इन्क्लुड भइसक्नु भयो हाम्रो अङ्कल हाम्रो ज्वाइँ साहब आजको यहाँ तेरो अङ्कल हो तेरो बाबु त्यसपछि अब अघि हाम्रो ब्लगमा जानु छुटेको छ नि त अब माथि जान्छौँ हामी म जान्छु ड्याडी जानुहुन्न ड्याडी ड्याडी जानुहुन्छ जानुहुन्न र हाम्रो यहाँ आमा हुनुहुन्छ होइन आमा र मम्मी हाई भन्नु मम्मी ब्लगमा हाई ब्लग हाई एभ्री वान भन्नु हाई एभ्रिवान ल आमा तै भन्नु हेलो भन्नु हेलो भन्नु हेलो हाई 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 ल ल अब यहाँ सेरी पनि छ ओइ हाई भन् हाई हाई अब भइहाल्यो हाई भन्यो अब लास्ट बर्ड बाको हेर्नु भयो बा खोइ बा खेता हुनुहुन्छ बट हामी यहाँ यिनीहरूले पनि भन्नु हाई भन्नु भनेर हाई गाइज टु अफ देम यस यता यता ठिक छ यहाँबाट नै हाई बनाइयो अब हामीले अब हामी जान्छौँ माथि अब हामी जान्छौँ माथि है त ढोका खुल्ला रहेछ ढोका यहाँबाट खुल्ने रहेछ नि त यार म भित्र ढोका लगाएको थिएँ यार सेरोले भुक्यो कोही आयो जस्तो मान्छेहरू सेरो इज अन ड्युटी अलवेज हेर मौतीको घर कति धेरै एउटा म्याट रहेछ ओ छेपाको देखेँ मैले भर्खरै यहाँ छ है मजा रहेछ यार आई रिमेम्बर के यो ठाउँ चाहिँ हाम्रो सानो सानो हुँदाखेरि कि यो ठाउँमा चाहिँ हामी बच्चाहरू सब बस्थ्यौँ क्या यहाँ टक्क त्यहाँ एउटा बेड हुन्थ्यो यहाँ पनि हुन्थ्यो होला त्यसपछि हामी हाम्रो यहाँ त्यो हुन्थ्यो ट्यालेन्ट सो हुन्थ्यो क्या ब्रिटिस सो ट्यालेन्ट होइन अनि सङ्गप दाइ र समीक्षा चाहिँ जज हुनुहुन्थ्यो अनि दे युज टु जज अनि भोलि हाँस पोखरी गरेर दे युज टु बाई चक्लेट क्या दे डिन्ट बाई दे जस्ट युज टु गेट अ चक्लेट बाको नाममा ओ माई गड मम्मी बनाउनु भयो यार के यस्तो हेरौँ है के रे भाइ मम्मी फेरि खतरा खतरा ल्याउनुहुन्छ यार म त पागल हुन्छ के ल्याएँ यहाँ अभागी जानुका पूजाको यादमा रे पूजा दिदी भन्ने हुनुहुन्छ हाम्रो अस्ट्रेलियामा होइन मम्मी कहिले बनाउनु भयो यस्तो राइट जानुका आई लभ हु लभ मी मम्मी पुरै स्याड स्याडै बनाउँदो रहेछ के जस्तो कति स्याड हो त्यस्तो थियो मम्मीको लाइफ पहिला त्यसपछि यो त देखिएन यार दिस इज अनक्लियर इट्स नट क्लियर यति क्रेजी रहेछ यार जानुका आई लभ हु लभ मी के आई लभ जानुका होइन जानुका यो चाहिँ अभागी जानुका पूजाको यादमा तैट डोकोहरू छ सो यो एकदम यो प्लेस एकदमै हुन्छ नि हाम्रो फेभरेट हुन्थ्यो नि किनकि हामी यो रुममा बस्थ्यौँ नि त यहाँ छत पनि हेर्नु यस्तो छत छ हाम्रो होइन यस्तो छ यो गुन्द्रीले बनाएको यो गुन्द्री यो के भन्छ यसलाई बाँस चोया त्यसपछि अनि हामी यहाँ बस्थ्यौँ अनि सुत्थ्यौँ यहीँ अनि त्यही हो अनि 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 के भन्नु लाग्थ्यो बिर्सेँ मैले रमाइलो यहाँ धेरैजना जन्मनु पनि भयो क्या गेस समीक्षा यहाँ जन्म भयो होला मम्मी पनि कहाँ जन्म भयो अरे न मम्मी कुन रुममा जन्म भयो सोध्नुपर्छ अहिले यहाँ मम्मीको खाएर भयो लेट्स नट डिस्टर्ब देम अर दे विल इट मी ओ दिस रुम आई हेभन्ट बिन हियर ओ यस अब हेर्नु यहाँ पनि हाम्रो आई गेस केही हुन्थ्यो यहाँ पनि खाटहरू नै हुन्थ्यो होइन यहाँ पनि सुत्नु मिल्थ्यो अहिले त इट्स अल स्टोर जस्तो भइसक्यो स्टोर जस्तो भइसक्यो होइन स्टोर जस्तो अनि यु नो वाट वेट डज दिस सिडी लिड टु इट लिड्स टु किचन क्या तल किचनमा हामी अहिले यहाँबाट एक्जिट लिन्छौँ होइन विल एक्जिट फ्रम हियर अहिले तपाईँले यहाँको देखाऊँ यहाँको सब भ्यू देखाऊँ ओके यहाँ खासै भ्यू त यही हो होइन यहाँ सानो यस्तो झ्याल हुन्छ हाम्रो यस्तो झ्याल हुन्छ है यहाँ यस्तो झ्याल हुन्छ यहाँ यस्तो के छ यहाँ लसुन छ यहाँ कुचो छ कुचो होममेड कुचो हामी सब घरै बनाउँछौँ यस्तो यहाँ यो कद्दु छ कद्दु यहाँ तल सेरे छ माथि सुई माथिको तल्लामा छु या इज क्रेजी प्लेस क्रेजी एकदम नोस्टाल्जिक प्लेस म कति पछि यहाँ माथि आएको मजा आयो मलाई हेर्नुहोस् यहाँ यो रुम हेर्नुहोस् उता तल हेर्नुहोस् यहाँ कति केराको थम्बाहरू कति
अब खम्बा हुन्छ कि खम्बा हेर्नु यस्तो चुक्कु हुन्छ क्या हाम्रोमा दिस इज चुकुल हाउ यसरी अड्किन्छ नि त यो ढोका हामी तान्छौँ तान्दैनौँ हामी यो अड्के क्या त्यसपछि यस्तो हुन्छ क्या थाहा नै होला अब के भन्नु अरू त यस्तो हुन्छ अब ढोका लायो ढोका यतापट्टि खुल्ने हो नि त त्यही भएर यसरी हामी लक गरिदिन्छौँ क्या त्यो खुल्दैन क्या अब यसरी भित्रबाट यो हटाउनु पऱ्यो अनि मात्रै खुल्छ क्या त्यस्तो हाम्रो चुक्कु हुन्छ यहाँ खुर्सानी छ यो के हो सन्दुक के हो के छ यहाँ मम्मी के भन्दै हुनुहुन्छ यहाँ तल यो चाहिँ म पठाइदिनु मम्मीलाई मम्मी अभागी जानुका पूजाको यादमा ए सात कक्षामा मम्मी लान्छु म अभागी जानुका पूजाको यादमा यो के यहाँ पनि छ हेर्नु जानुका लभ जानुका आई लभ मी के हु लभ मी रे कति क्रिएटिभ हो नि तपाईँ त कति कक्षामा हो यो त हेरेको मात्रै हो लान्न यो त लान्न यो बुझे छैन क्या यो के लेख्नु बुझे छैन यो यो क्लियर छैन यो त के हो यो क्लियर छैन यो लान्न म त्यो चाहिँ सही लाग्यो मलाई लाने हो अभागी जानुका पूजाको यादमा चाहिँ लाने हो म भिक्टिम कार्ड खेल्नु चाहिँ मम्मी फेरि कत्रै 7 कक्षामा रे यार अनि यस्तै क्रिएटिभ यस्तो धागोबाट के अरे बुन्ने अब थाहा भयो कहाँबाट आएको रहेछ मलाई ममबाट आएको रहेछ क्या यो हस्बेन्ड एन्ड वाइफ व्हाट इज अप ल ए भोलि एक्सिट फ्रम डाउन है त अनि तलबाट एक्सिट लिन्छौँ किचनबाट ल इज द स्केरी भरिङ या सानोमा कतिवटा मे भरिङ अहिले सानै छ हुनु त्यहाँदेखि योभन्दा सानो हुँदाखेरि हामी स्मल हाइट त उस्तै हो वेट पनि झन् उस्तै हो ल हामी किचनबाट निस्क्यौँ बाहिर चाहिँ इट्स म्याजिक आइज अब म आमा कहाँ गयो छोरी चाहिँ छोरी चाहिँ खोइ मम्मी खोइ मम्मी रेकर्ड भएको कसरी यसरी खिच्नु कसरी अर्को एङ्गल खिच्नु भने भेटे